20 करोड बढी रुपैयाँ सहित प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान एउटा ट्रकबाट उक्त रकम सहित चालक र अर्का 1 जनालाई पक्राउ गरेको हो। अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ। प्रहरीले अपराह्न 2 बजे पत्रकार सम्मेलन गरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिएका छन्। बरामद रकम नेपालीसँगै विदेशी मुद्रा समेत रहेको प्रहरीले जानकारी दिएको छ। अछाममा मंगलबार भूकम्प गएको छ। अछामको बाटुला सेन आसपास केन्द्रबिन्दु बनाएर बिहान भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार 6:33 मा 4.3 म्याग्नेच्युडको भूकम्प गएको हो। यसअघि फागुन 26 गते कास्की केन्द्रबिन्दु भएर 4.3 म्याग्नेच्युडको भूकम्प गएको थियो भने फागुन 24 गते बागलुङ केन्द्रबिन्दु बनाएर 4.1 म्याग्नेच्युडको भूकम्प गएको थियो। नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत्र 7 गतेबाट शुरू हुने भएको छ। फागुन 12 गतेदेखि झापाबाट शुरू भएको अभियान राजावादीहरूले व्यवस्था विरूद्ध सक्रियता बढाएपछि रौतहटमा पुगेर स्थगित गरिएको थियो। मध्य प्रदेशको बारा र पर्सामा बाँकी रहेको छ। अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरू बुधबार बाराको सिमरा विमानस्थल ओर्लिने उपमहासचिव तथा मध्य प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिएका छन्। यादवका अनुसार मधेसको कार्यक्रम सकेर 9 गते चितवनको अभियानमा सहभागी हुनेछन्। केन्द्रीय नेताहरू सिमरनगढमा बास बस्नेछन्। चितवनको अभियान सकिएपछि फेरि काठमाडौँ फर्किने जानकारी आफूले पाएको यादवले बताएका छन्। अबको कार्यक्रम लगातार गर्ने भन्दा पनि बीचबीचमा ब्रेक गरेर सञ्चालन हुने यादवले जानकारी दिएका छन्। अभियान बीचैमा स्थगित हुँदा बाहिर गलत सन्देश भएका बारे पार्टीले समीक्षा गरेको उनले बताएका छन्। यसअघि पूर्व निर्धारित कार्यक्रम अनुसार बारामा फागुन 25, पर्सामा फागुन 26, चितवनमा फागुन 27 गते अभियान सञ्चालन हुने तय भएको थियो। यस्तै नवलपरासी पूर्वमा चैत्र 2, परासी नवलपरासी पश्चिममा चैत्र 3, रूपन्देहीमा चैत्र 4, कपिलवस्तुमा चैत्र 5, दाङमा चैत्र 6, बाँकेमा चैत्र 7 र बर्दियामा चैत्र 8 गते अभियान सञ्चालन हुने तय भएको थियो। यस्तै कैलालीमा चैत्र 11 गते र कञ्चनपुरमा चैत्र 12 मा अभियान सञ्चालन भएर सकिने निर्धारण गरिएको थियो। नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने बताएका छन्। गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै थापाले भनेका छन्, प्रहरी संगठनमा पहुँचको होइन पद्धतिको थिति बसाल्न प्रयास गर्नेछु। कार्यक्षमताको उचित मूल्याङ्कन गरेर वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै पीडा भोग्न नपर्ने गरी काम गर्ने उल्लेख गर्दै थापाले भनेका छन्, पदोन्नति हुने बेला प्रहरी कर्मचारीले पीडा नपरोस् भन्नेमा विश्वास दिलाउन चाहन्छु। प्रहरीमा 29 वर्ष 6 महिना सेवा गरेपछि प्राप्त उच्च पद आफ्ना लागि केवल गौरवको मात्र नभएर गम्भीर जिम्मेवारी बोध भएको थापाले बताएका छन्। उनले भने, प्रहरी कर्मचारी प्रति पूर्वाग्रह नराखी काम गर्नेछु। समाजको आवश्यकताको उपज प्रहरी भएको उल्लेख गर्दै थापाले संगठन भित्रको कमी कमजोरी लुकाएर सुधार नहुने पनि स्पष्ट पारेका छन्। प्रहरीमा सुधारका लागि साइत नहेर्ने उद्घोष गर्दै थापाले भने, सुधारको प्रारम्भ आफूबाटै गर्नेछु। नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजनीतिक दुर्घटना हुन सक्ने सम्भावना बढेको धारणा राखेका छन्। केही दिनदेखि झापामा रहेर समाजवादी मोर्चा तथा पार्टीको कामलाई निरन्तरता दिएका विप्लवले मंगलबार बिहान झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा राजनीतिक दुर्घटना बढेको बताएका छन्। उनले देशमा 2047 सालतिर फर्किने र अझ अग्रगमनको बाटोमा जानुपर्छ भन्नेहरूको द्वन्द्व चर्किरहेका बेला त्यस्तो सम्भावना रहेको बताएका छन्। राजतन्त्र पक्षधरहरूलाई अहिले विदेशी शक्तिहरू उचालेको उनको दाबी थियो, तर जनता गणतन्त्रबाट पछाडि फर्किन नचाहेको विप्लवले बताएका छन्। उनले गणतन्त्र भन्दा पनि नेतातन्त्रबाट अगाडि बढ्न जनताले चाहेको बताएका छन्। 2072 सालमा जारी भएको संविधानले जनताको आवश्यकता तथा चाहनालाई पूरा गर्न नसकेकाले अहिलेको परिस्थिति आएको विप्लवको ठम्याइ छ। अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भयो भने अहिलेको भन्दा उन्नत व्यवस्था हुने विप्लवले बताएका छन्। तर गणतान्त्रिक समाजवादमा नपुगुन्जेल नेपालमा समृद्धिको परिकल्पना गर्न नसकिने विप्लवको भनाइ छ।
आम जनता पार्टी आजपाको पदाधिकारी बैठक बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने पदाधिकारी बैठकले पार्टीद्वारा घोषित तेस्रो जनआन्दोलनलाई सफल बनाउन विभिन्न कमाण्ड तोक्नुका साथै समसामयिक विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने अध्यक्ष प्रभु शाहले बताएका छन्। शाहले देशमा देखिएको वर्तमान संकटको जड नै अहिलेको दलतन्त्र भएको दावी गरेका छन्। उनले दलीय गणतन्त्रमा जनताको गणतन्त्र बनाउन तेस्रो जनआन्दोलन आवश्यक भएको बताएका छन्। आजपाले 2080 साल चैत्र 24 गते तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो। दलीय दलाल दलतन्त्रले दल, नेता तथा नेताका आसेपासे मोटाएको र जनतामा निराशा छाएको निष्कर्ष निकाल्दै आजपाका अध्यक्ष शाहले तेस्रो जनआन्दोलनको आवश्यकता रहेकाले जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलनको उद्घोष गरेका थिए। अहिले लुटकारी दलाल दलतन्त्रको हालीमुहाली छ। दलका सीमित नेता र तिनका आसेपासे मोटाएका छन्। लुट, भ्रष्टाचार, कुशासन, अनियमितता, मनोमानी बढ्दै गइरहेको वर्तमान अवस्थामा जनताको शासनका लागि तेस्रो जनआन्दोलनको विकल्प छैन, शाहले भनेका छन्। अब जनताको गणतन्त्रका लागि हामी सडकमा आउनै पर्छ, भ्रष्ट दलीय व्यवस्थाको खारेज गर्नै पर्छ। आजपाले आउँदो 24 चैतमा काठमाडौँको भिरकुट्टी मण्डपमा विरोध सभा र प्रदर्शन गर्न लागेको छ। त्यसैको पूर्व सन्ध्यामा बस्न लागेको पदाधिकारी बैठकले आन्दोलनलाई सफल बनाउने बारेमा रणनीति तय गर्ने बताइएको छ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ, जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा चट्याङसहित हल्का वर्षाको तथा उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ र उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै अपराह्नको समयमा कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सड़क तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। एक महिनामा बैंकहरूको निक्षेप 40 अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघका अनुसार 20वटा वाणिज्य बैंकले फागुन महिनाको अवधिमा 39 अर्ब 69 करोड़ रुपैयाँ निक्षेप थपेका हुन्। यही अवधिमा बैंकहरूको कर्जा लगानी 22 अर्ब 74 करोड़ रुपैयाँले विस्तार भएको संघको तथ्याङ्क छ। यो अवधिमा 15 वाणिज्य बैंकले निक्षेप बढाउँदा 5 वाणिज्य बैंकको निक्षेप घटेको छ। कर्जा लगानीतर्फ पनि 15 बैंकले लगानी बढाउँदा 5 बैंकको घटेको बैंकर्स संघले जनाएको छ। यो अवधिमा निक्षेप संकलन घटेका वाणिज्य बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, माछापुष्टे बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एसिया बैंक रहेका छन्। एक महिनाको अवधिमा कुमारी बैंकको निक्षेप 5 अर्ब 28 करोड़ले घट्दा एनआईसी एसिया बैंकको निक्षेप 3 अर्ब 64 करोड़, कृषि विकास बैंकको 3 अर्ब 50 करोड़, नेपाल एसबीआई बैंकको 89 करोड़ र माछापुष्टे बैंकको 26 करोड़ले निक्षेप घटेको छ। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। हालसम्मका सबै रेकर्ड तोड्दै सुनको मूल्य छापावाल सुनको मूल्य तोलामा 1,75,200 रुपैयाँ कायम भएको छ। यसअघि चैत 1 गते सुनको मूल्य तोलामा 1,74,500 रुपैयाँ कायम भएको थियो। त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा 1,74,100 रुपैयाँ कायम भएको थियो। उक्त दिनको तुलनामा मंगलबार 1,100 रुपैयाँले मूल्य बढेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा 2,040 रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा 2,050 रुपैयाँ कायम भएको छ। इजरायली सेनाले गाजापट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ। हमासको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा कम्तीमा 130 प्यालेस्टिनीको मृत्यु भएको जानकारी दिएको छ। यसअघि इजरायल रक्षा बलले एक विज्ञप्तिमा आफूहरूले हमासको आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरिरहेको भनेको थियो। गाजाका आन्तरिक मामिला उपमन्त्री तथा हमासका एक वरिष्ठ सैन्य कमाण्डर महमुद अबु वफाह पनि सोही आक्रमणमा मारिएको बताइएको छ। जनवरी 19 मा गाजामा युद्धविराम शुरू भए यता यो अहिलेसम्मकै ठूलो आक्रमण हो। प्रत्यक्षदर्शीहरूले गाजामा मानिसहरू खाना खाइरहेका बेला आक्रमण शुरू भएको बताएका छन्। उनीहरूका अनुसार आकाशमा 20 भन्दा बढी इजरायली लडाकु विमान
विमानहरू देखिएका थिए। चाँडै नै ती लडाकु विमानहरूले गाजा शहर, रफाह र खान युनिसमा आक्रमण गर्न थालेका थिए। इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्रीले इजरायलले मंगलबार बिहान गाजापट्टीमा आक्रमणको आदेश दिएका थिए। अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आसन्न दक्षिण अमेरिकी विश्वकप छनौट खेल गुमाउने भएका छन्। मांसपेशी चोटका कारण 37 वर्षीय फरवार्ड मेस्सीले उरुग्वे र ब्राजिल विरुद्धको खेल गुमाउने भएका हुन्। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले सोमबार घोषणा गरेको 25 सदस्यीय टोलीमा मेस्सीको नाम समावेश गरेका छैनन्। अर्जेन्टिनी सञ्चार माध्यमहरूका अनुसार मेस्सीलाई आइतबार इन्टर मियामीको एटलान्टा युनाइटेड विरुद्धको 2-1 को जितका क्रममा देब्रे थाईमा दुखाइ महसुस भएको थियो। तर अर्जेन्टिनी फुटबल संघले मेस्सीको अनुपस्थितिको औपचारिक कारण खुलाएको छैन। विश्वकप छनौटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेसँग खेल्दैछ। त्यसको 4 दिनपछि मंगलबार अर्जेन्टिनाले ब्युनोस आयर्स स्थित मोनुमेन्टल स्टेडियममा 5औं स्थानको ब्राजिलको सामना गर्नेछ। अर्जेन्टिनाले 12 खेलबाट 25 अङ्क जोडेको छ। समान खेलबाट उरुग्वेको 20 र ब्राजिलको 18 अङ्क रहेको छ। मेस्सी मात्रै होइन, अर्जेन्टिनाका अन्य महत्वपूर्ण खेलाडीहरू पनि यी 2 खेलका लागि अनुपस्थित हुने बताइएको छ। विश्वकप विजेता मेस्सीलाई यस सिजनको सुरुवातदेखि नै इन्टर मियामीले चोटको जोखिमका कारण केही खेलमा विश्राम दिँदै आएको थियो।